नमस्ते, म महेश सर्वेसी हो। यो मेरो नयाँ घर हो जहाँ मेरो परिवारसँग रमाइलो क्षण बिताउँदैछु। आउनुस् घरको छोटो यात्रा गरौँ। यो यात्रा यहाँबाट सुरु भयो। सानो सपना तर ठूलो आशा। संसाधन कम थिए तर आत्मविश्वास बलियो थियो। पहिलो इँटा राखिँदा सपना पनि आकार लिन थाल्यो। घाम, पानी र थकानका बीच हामी अडिग रह्यौं। कठिन दिनहरू आए तर हार कहिल्यै मानिएन। यो सङ्घर्ष केवल मेरो थिएन, मेरी श्रीमतीको साथ हरेक दिन मेरो शक्ति बन्यो। सानो सानो प्रयास ठूलो यात्रामा बदलिँदै गयो। थकान थियो तर सपना अझै ठूलो थियो। घर बिस्तारै रूप लिँदै गयो। हरेक पर्खालमा हाम्रो पसिना बसेको छ। आज यो घर हाम्रो सङ्घर्षको साक्षी बनेको छ। यो केवल इँटा र सिमेन्ट होइन, सानो प्रयासबाट सुरु भएको यात्रा आज ठूलो उपलब्धि बन्यो। हाम्रो घर, हाम्रो गर्व।